प्रकारले। घिउ हालिसकियो। अब मेथी हो, मेथी डढाइयो। घिउमा पनि मेथीले डुब्ने अवसर पायो है त। अब यो पछि जिरा पनि हालियो। टिकटक गर्नु थाल्यो है त जिराले। यता चाहिँ गहुँको एरी बनिसकेछ, पानी झरिसकेछ एरीको है। अब यो चाहिँ सुक्खा हुँदैछ। यो अब कराईमा जानलाई तयारी हुँदैछ है त। यता चाहिँ घिउ उम्लिसक्यो। जिराहरू मेथीहरू चाहिँ पुरा तैरिराखेको अवस्था छ। समुद्रमा छाल आए बराबर घिउ पुरा घुमिरहेछ। अब यहाँ नुन हालियो। नुन पकाउनु पर्यो। अब चलाउनु। अलिकति बेसार पनि हाल्नुपर्छ है पर्दैन। बेसार नखानु। हालिसकेर यसरी मोल्ने। त्यो पुरै घिउमा पकाइयो है त साथीहरू। अब चाहिँ यो करिब खानालाई रेडी भइसक्यो है त। यसरी हाम्रो एरी तयार भइसक्यो। अनि यसरी प्लेटमा राखेर यसरी खाने है त। एकदम मिठो हो। ल आजको भिडियो यति नै है त साथीहरू।